सम्पूर्ण दाजुहरुमा हार्दिक नमन व्यक्त गर्दछु गजल प्रेमी मनहरुमा र एउटा गजल वाचन गर्दछु। जिन्दगीलाई निहालेर लेखेको छु। यो ठुँडले जिन्दगीका केही आफूले भोगिरहेका केही शब्दहरूलाई यो ठुँडले बटुल्ने मात्रै प्रयास राख्दछु। गजल वाचन गर्छु। यो जिन्दगी परेको छ दोधार अझै, यो जिन्दगी परेको छ दोधार अझै, धन्न मैले मानेको छैन हार अझै। यो जिन्दगी परेको छ दोधार अझै, धन्न मैले मानेको छैन हार अझै। वर्षौंदेखि बिरामीहरू छटपटाइरहेछन्, वर्षौंदेखि बिरामीहरू छटपटाइरहेछन्, सरकार गाउँमा पुगेको छैन उपचार। वर्षौंदेखि बिरामीहरू छटपटाइरहेछन्, वर्षौंदेखि बिरामीहरू छटपटाइरहेछन्, सरकार गाउँमा पुगेको छैन उपचार अझै। जिन्दगीले पनि बारम्बार चोट मात्रै दिइरहन्छ, यो जिन्दगीले पनि बारम्बार चोट मात्रै दिइरहन्छ, आफ्नाहरूले गर्न खोज्छन् प्रहार अझै। यो जिन्दगीले पनि बारम्बार चोट मात्रै दिइरहन्छ, आफ्नाहरूले पनि गर्न खोज्छन् प्रहार अझै। कैयौं चेलीहरूले बलात्कार पछि ज्यान गुमाए, कैयौं चेलीहरूले बलात्कार पछि ज्यान गुमाए, कारबाही गर्दैन सरकार गर्न खोज्छ विचार अझै। धन्न मैले मानेको छैन हार अझै, यो जिन्दगी परेको छ दोधार अझै। कतिसम्म सताउन सक्छ सताए जिन्दगानी, कतिसम्म सताउन सक्छ सताए जिन्दगानी, जिन्दगी तैँले दिएको पीडा स्वीकार छ अझै। कतिसम्म सताउन सक्छ सताए जिन्दगानी, कतिसम्म सताउन सक्छ सताए जिन्दगानी, तैँले दिएको हरेक पीडा स्वीकार छ अझै। यो जिन्दगी परेको छ दोधार अझै, धन्न मैले मानेको छैन हार। हस् धन्यवाद।